Hello everyone, मेरो चाहिँ स्मल नेम भयो हेर्दिनु होला मतलब हामी सबैको हाम्रो हैन हामी सबैको हामी चाहिँ आउने जाने सबैजना मिलेर मैले चाहिँ शिवरात्रि मेला भन्न अझै धेरै घुम्नु चाहिँ लाग्यो जस्तो देखेँ किनभने मान्छेले यति धेरै छ यति धेरै छ अब हामी आउन त आयौँ अब कहाँ जाने होला भनेर सोचिरहेको थियौँ यतिकैमा मेला लाग्यो हो कि यहाँ नयाँ वर्ष आउँछ भनेर यस्तै शिवरात्रि मेला होला हामी चाहिँ हामीलाई आवश्यकता पर्ने सामानहरू लिएर हामी चाहिँ भित्र जाँदैछौँ मान्छेहरूको घुइँचो देखेर मलाई पनि अचम्म लाग्यो किनभने मैले धेरै सोचेको पनि थिएन धेरै मान्छेहरू हुन्छन् भनेर अब आयौँ आउन त भित्र आयौँ तर कहाँ बस्ने होला यो बस्ने मात्रै थाहा हुनु पर्ने साथीहरू बस्नलाई व्यवस्था मिलाउँदैछौँ हामीले चाहिँ मिलाएर खाना मात्रै गऱ्यो हामीले चाहिँ खानेकुरामा लिएको यति हो हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि केटाहरूको लागि ह्याप्पी न्यु इयर चिसोबियर भने जस्तै हाम्रो पनि ह्याप्पी न्यु इयर अनि मोमो अनि चकलेट चाउमिन हामी चाहिँ खान सुरु गरेको हाम्रो चाहिँ देशमा नेपालीहरू छन् नेपालीहरू भन्दा पनि धेरै यहाँ चाइनाहरू मिसिएको छन् आजको दिनमा हामी चाहिँ सिधै बाटो आएको बाटो नभएर हामी चाहिँ तलतिर बाटो चलेर गएको तर यहाँको बाटो चाहिँ त्यति सजिलो थिएन हामी पातली दुब्लीहरूको लागि चाहिँ थियो तर मोटो लागिहरूको चाहिँ यहाँ बाटो थियो एकदम दुर्घटना हुने सम्भावना थियो साथीहरू तपाईँले अलिअलि देखेर तित पनि लागेको थियो र के भन्दा त्यही पनि हाँसो पनि त्यत्तिकै लागेको थियो त्यो भन्दा पनि धेरै खासमा म लुटेको थिएँ तर म चाहिँ हाँस्नु नपाउने आफ्नो एउटा चाहिँ अरू हातले रिस उठ्दो रहेछ कि